प्रथा हटाउने सबभन्दा पहिलो प्रोग्राम छ हामीहरूको। हरेक वर्ष नेपालमा 3 देखि 400 जति महिलाको हत्या हुन्छ दाइजोको कारणले। तर 30 देखि 40 हजार महिलालाई हरेक वर्ष हस्पिटलमा भर्ती हुनुपर्छ दाइजोको कारण जुन हुने भायोलेन्स छ त्यसको कारणले। र डिस्क्रिमिनेसन त लाखमा जान्छ, लाखको लाख महिलालाई डिस्क्रिमिनेटेड हुनुपर्छ। यो दाइजो प्रथालाई कसरी हटाउने भन्ने हाम्रो लयरहरूको टिमले, हाम्रो रिसर्च सेन्टरले कल्की कानुन बनाएको छ। यसको पहिलो बुँदा छ बिहेमा केटा पक्ष र केटी पक्षको खर्च बराबर हुनुपर्छ। अनि एउटा सिम्पल हो, केटा पक्ष र केटी पक्ष, केटा र केटी, महिला र पुरुष सबै बराबर हुन्। यो फिलिङ समाजमा ल्याउनको लागि सबभन्दा ठुलो र सबभन्दा पहिलो प्रोजेक्ट भनेको के हुनुपर्छ, बिहेमा केटा पक्ष र केटी पक्षको खर्च बराबर हुनुपर्छ। केटी पक्षले कुनै पनि हालतमा बढी पैसा खर्च गर्नु पर्दैन। र यो कानुन आयो भने दाइजो प्रथालाई पूर्ण रूपमा अन्त गर्न सकिन्छ। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।